यो सबै चाहिँ फङ्गीको कमन नामहरू हुन्छ नि, सबै त्यस्ता छन् के। अब यसमा चाहिँ निमोनिक्सहरू धेरै छन्, त्यही भएर निमोनिक्स त धेरै याद हुन्न, त्यही भएर इन्ट्रेस्टिङ हुनुपर्छ नि त। त्यही भएर कुनै उटप्याटाङ निमोनिक्सहरू भए पनि त्यस्तो माइन्ड गर्न भएन, पढ्नलाई मात्र गराएको त्यस्तो। यसले गर्दा कसैलाई असर नपुगोस् होइन। अनि त्यसपछि यहाँ के भन्यो भन्दा ब्रेड मोल्ड के होइन। अब ब्रेड कसले खान्छ? अब हामीहरू जस्ता गरिब धनी कि राजा मान्छेले खान्छन्, राजा जस्तो मान्छेले खान्छन्। हामी त राजा हो नि त, खतरा मान्छे के अब त। ब्रेड कसले खान्छ? राजा जस्तो मान्छेले, राइजोपस के होइन। यी राजा राइजोपस भयो नि त, राइजोपस ब्रेड मोल्ड पनि भन्छन् क्या। त्यसपछि डङ मोल्ड। अब डङ भन्ने बित्तिकै के आउँछ हामीलाई? डङ भन्ने बित्तिकै उता गाउँतिर के हुन्छ भन्दा यस्तो डङ भन्न खोजेको त्यो गोबरहरू थुपार्ने हुन्छ नि, त्यस्तो डङहरू भन्छन् कि। त्यहाँतिर के आउँछ? एकदमै मुसाहरू आउँछ नि, फोहोर ठाउँमा मुसाहरू बढी आउँछ नि त। मुसाहरू आउँछ नि त। अब मुसा आउँछ, मुसा कस्तो हुन्छ? कालो कलरको हुन्छ। मुसा भनेपछि म्युकर मुसा। डङ भन्ने बित्तिकै के हुन्छ? एकदमै फोहोर हुन्छ क्या, फोहोरमा मुसा आउँछ, म्युकर भयो क्या। त्यसपछि त्यो कस्तो हुन्छ? ब्ल्याक कलरको हुन्छ, ब्ल्याक मोल्ड भन्छन् त्यसलाई होइन। त्यसपछि यहाँ के आयो भन्दा ब्लू ग्रिन मोल्ड आयो कि। ब्लू ग्रिनमा अब तिमीले सन्दा सुरुमा हेर्ने भनेको के बिजी आयो नि त, यहाँ बिजी के। अब को बिजी हुन्छ मलाई भन्नु होइन। अब कस्तो मान्छे बिजी हुन्छ? जसले पेन छोप्छ होइन यसरी के, जसले पेन छोप्छ, आफूले पढाइ चाहिँ गर्छ, हो त्यस्तो मान्छे बिजी हुन्छ नि त। यी पेन छोप्ने मान्छे के हुन्छ? बिजी हुन्छ, पेनिसिलम। त्यसपछि हाम्रो आउँछ बर्डिङ इस्ट के। बर्डिङ इस्ट, अनि बेकर इस्ट, ब्रुवर इस्ट। यसको लागि चाहिँ कुनै ट्रिक्स चाहिन्न, किनकि हाम्रो एउटा कमन चिज हो कि। नर्मली हामीले हरेक सब्जेक्टमा पढिरहेको हुन्छौँ। जस्तै हामीलाई अल्कोहल बनाउनु पऱ्यो भने अथवा बेकरीमा कुनै पनि काम पऱ्यो भने चाहिँ हामीलाई के गर्नुपर्छ भन्दा स्याक्रोमाइसिस हुन्छ नि, यो चाहिँ युज गरिन्छ बेकरीमा क्या। त्यही भएर यसलाई बर्डिङ इस्ट, बेकर इस्ट, ब्रुवर इस्ट हुन्छ नि, यस्तो खाना त्यस्तो आइटमहरू बनाउनको लागि यो युज हुन्छ। स्याक्रोमाइसिस याद गर्नु पऱ्यो है। अब अरू चाहिँ निमोनिक्स छन्, चिन्ता गर्नु पर्दैन। ब्ल्याक मोल्ड, आशिष भन्ने एउटा केटा छ अरे, एकदमै कालो छ अरे क्या। ब्ल्याक कलरको छ अरे, एएस होइन। अनि त्यो यस्तो कालो छ अरे, त्यसलाई यसरी याद गर्नु पऱ्यो, एस्परगिलस। ब्ल्याक मोल्ड अरू के पनि, यो मैले के भनेको थिएँ, मुसा कस्तो हुन्छ? कालो कलरको, भनेपछि म्युकर। अनि त्यो चाहिँ अर्को आउँछ रेड पिङ्क मोल्ड आयो होइन। अब रेड पिङ्क मोल्ड कसरी याद गर्ने भन्दा चाहिँ यहाँ न्युरो आयो। अब न्युरोस्पोरा आयो क्या। अब न्युरोस्पोरमा हाम्रो के हो? निरो भन्ने चाहिँ, निरो भन्ने कसको नाम हो? केटीको नाम हो। केटीहरूलाई रेड कलर पिङ्क कलरहरू अलिक बढी मनपर्छ नि त कम्पेरिटिभली, सुनेको है मैले। अनि त्यसपछि त्यही भएर के हुन्छ? रेड पिङ्क मोल्ड भन्दो रहेछ न्युरो भन्ने बित्तिकै। त्यसरी निरो भनेर याद गर्ने। त्यसपछि हाम्रो एयरगड फङ्गी आयो क्या। अब एयरगड फङ्गीमा हाम्रो के आयो? इआर छ। इआर भनेको के हो? इन्जिनियर हो। अब इआरलाई त हामी त थाहा नि, डिआर भनेको डक्टर भन्छ, इआर भनेको इन्जिनियर हो नि त। अब इन्जिनियर मान्छेहरू के हुन्छ? अलिक क्लेभर हुन्छन् रे क्या। के भन्छ? क्लेभर हुन्छन् रे। इन्जिनियर मान्छे अलिक क्लेभर हुन्छन्, म्याथमेटिक्स खतरा जानेका हुन्छन्, क्लाभिसेप्स के होइन। त्यही भएर के अरे क्लाभिसेप्स भनेर याद गर्ने। अब भन्छन् रे इन्जिनियर सबै क्लेभर हुनु भन्ने त सकेन नि, सबै अनट्यालेन्टेड भन्न सकेन। अनि गिल फङ्गी, फेरी फङ्गी भन्छ नि, यस्तो कसलाई भन्छ नि त। अब हामीले 9-10मा पढेको, हामीले कुन मसरुम भनेर पढेको थियौँ रे? एगारिकस पास्पोरस भनेर पढेको थियौँ नि, एगारिकस के। त्यो भनेको हाम्रो जेनरल मसरुम के, नर्मली पढ्छौँ नि, हो त्यो एगारिकस मसरुममा के थियो भन्दा चाहिँ माइसेलियमहरू थिए, पुरा गिल जस्तो कि। गिल भनेको के हो? यस्तो पुरा सेगमेन्ट धागा जस्तो हुन्छ नि, यस्तो थियो कि। त्यो भएर के भन्छ? गिल फङ्गी, फेरी फङ्गी भन्दो रहेछन्। त्यो चाहिँ अर्को पोइजन कप, टोड स्टुल। टोड के हुन्छ? पोइजनस हुन्छ नि। फ्रग पोइजनस हुनु तर टोड पोइजनस हुन्छ भनेर पढेको नि हामीले, हो। अझै डेथ कप, त्यसपछि केसर, यो केसर मसरुम भनेर भनिन्छ क्या। अब पोइजन डे छ। अब पोइजन खाइसकेको मान्छे के हुन्छ? मर्छ नि। मरेपछि तल के भन्छ? नेपालीहरूले त होइन, विदेशीहरूले के लेख्छन्? आमेन भनेर लेख्छन्। के भन्छन्? आमेन। यसरी कि आमेन भनेर लेख्छन् नि। आमेन हामीले रिप्ले चाहिँ तिनीहरूले आमेन लेख्छन् क्या होइन, हो। आमेन लेख्ने। अनि अझै के गर्ने भने मान्छेलाई इट्टा फालेर टाउकोमा हान्यो भने के हुन्छ? मर्छ नि त। पोइजन खायो चाहिँ मरिदिन्छ नि त, इट्टा के। आमान इट्टा के, आमेन हुन्छ। पोइजन खायो भने मर्छ, आमेन भन्नुपर्छ। अनि पोइजन खाएर मरे जस्तै के हुन्छ? इट्टा फालेर पनि मरिन्छ क्या, आमान इट्टा होइन। टोड पनि के हुन्छ? पोइजनस हुन्छ, डेथ कप भइहाल्यो, मारेछ नि, त्यही भएर। अब त्यो चाहिँ केसर मसरुम के गर्ने भने चाहिँ वास्तवमा कसरी पारेछ भन्दा चाहिँ आफ्नो एउटा वाइफले हस्बेन्डलाई यो मसरुम खुवाएर अनि मारेको रहेछ क्या। त्यही भएर त्यसरी आएको। अब मैले केसर खुवाएको छु है हस्बेन्ड भन्दै दियो होला। त्यसपछि लास्टमा केसरको सट्टा त पोइजन भ्याइयो, बिचरा मऱ्यो। त्यसरी याद गर्नु पऱ्यो। अब स्मर्ट फङ्गी। अब स्मर्टमा हेर न, यहाँ यु पनि छ, यास पनि छ, टी पनि छ। यहाँ यु पनि छ, यास पनि छ, टी पनि छ, सबै त छ। उस्टी लाग्यो भयो नि त स्मर्ट, उस्तै लाग्यो, उस्तै छ नि त, उस्तै लाग्यो कि स्मर्ट यो। अनि स्पोन्ज फङ्गी। अब स्पोन्ज भन्ने बित्तिकै जस्तो जेली टाइपको कि, यस्तो जति नि पानी सोसिन्छ जस्तो हुन्छ नि, पानीमा राख्यो सट्ट सोस्यो पुरा फुल्लिन्छ, निचोऱ्यो भने पुरै पानी निस्किन्छ नि। त्यस्तै मुजा नि एकपटक ट्राई गरेर मुजाले पानीमा हालेर निचोर एकदमै धेरै पानी निस्किन्छ नि। यो स्पोन्ज चाहिँ कि मुजा, मोर्चेला, इमो सोच्छ कि मुजाले, मोर्चेला होइन। त्यही चाहिँ अर्को आयो कप फङ्गी। कसरी याद गर्ने भन्दा चाहिँ अब हामी 5 स्टार होटल गयौँ रे।
5 स्टार होटलमा त हामीलाई थाहा हुन्न नि त धेरै, अब हामी जान्दैनौँ के धेरै त। त्यही भएर पिज्जा दियो, अनि त्यहाँ साइडमा कप देख्यो के, अब केले खाने होला, चपस्टिक हो कि केले खाने हो थाहा भएन, तिमीले कपमा फोल्ड गरेर राखिदियो कि पिज्जालाई कपमा आउँछ नि फोल्ड गरेर राख्यो। हो यसरी याद गर्नु पऱ्यो कि, अब अजिब छ त्यही याद गर्नु पऱ्यो। अब वाटर मोल्ड कसरी याद गर्ने त, अब हामीलाई थाहा स्पोर हुन्छ नि, स्पोरहरू त्यत्र हामीले टेरिडोफाइटा अनि ब्रायोफाइटाहरूमा पढ्यौँ। त्यहाँ पानी भएपछि बल्ल हाम्रो के हुन्छ स्पोर डिस्पर्स हुन्छ, अनि एन्थ्रेडियादेखि आर्किगोनीमा जान्छ भनेर पढ्यौँ नि। हो त्यही भएर स्पोरको लागि हाम्रो के चाहिन्छ, वाटर चाहिँदो रहेछ कि, त्यो स्पोरोलेजिनिया भयो क्या। अझै चाहिँ हनी मसरुम, अब हेर यसमा चाहिँ तिमीहरूलाई इन्ट्रेस्टिङ हुनसक्छ, किन भन न। अब हनी कसलाई भन्छन्, महलाई, हामीले त महलाई भन्छौँ, अब कसैले डार्लिङ बेबी के भन्छन् नि, यस्तै के हल्का बुझ्यौ नि अब जेन्जी हेर। अब हनी मसरुम यस्तै हेर कि, हनी मायालुले माया गरेर आम दबाउँछन् कि, यदि माया लाग्यो भने के हुन्छ, आम दबाउँछन् नि त। त्यही भएर हनी मसरुम भनेको आर्मिलेरिया भन्छन्। अनि त्यसपछि पाउडरी मिल्ड्यु भनेको चाहिँ के हो भन्दा, पाउडरी मिल्ड्यु भनेको कसरी याद गर्ने भन्दा चाहिँ, पाउडर कसले लाउँछ क्या, पाउडर कसले लाउँछ भन्दा यी रूप साना भएका मान्छे कि, यी हेर त पाउडर कसले लाउँछ, यी रूप साना भएका मान्छे कि, रूप साना भएका प्यारीहरू हुन्छ नि, तिनीहरूले के लाउँछन्, यो पाउडर लाउँछन् अरे के, पाउडर मिल्ड्यु भनेको के भन्छ, यी रूप साना भएका इरिप्सिन। अनि ब्राकेट फङ्गी, अब ब्राकेट फङ्गी त्यति इम्पोर्टेन्ट छैन। अब त्यहाँदेखि कसरी याद गर्ने भन्दा चाहिँ, एकदमै ब्राकेट हामीले कुन केसा लाउँछौँ रे म्याथमा, एकदमै मल्टिप्लिकेसन डिभिजन गर्दै गर्दै लामो टर्म भयो भने पोली भनेको म्याथमा के हुन्छ धेरै हुन्छ नि, यस्तो धेरै टर्म भयो भने बल्ल ब्राकेट लाउँछौँ नि हामीले, हो त्यही ब्राकेट भनेर याद गरे हुन्छ। अनि रस्ट फङ्गी कसरी याद गर्ने भन्दा चाहिँ, रस्ट फङ्गी भन्दा ब्ल्याक रस्ट भनेर याद गर्नुपर्छ कि। अब पुसिनिया, अब यो कसरी याद गर्ने भन्दा चाहिँ, कहिलेकाहीँ के हुन्छ भन्दा, एउटा केटाहरूको मेन होइन बन्डी लायो, अनि बन्डी लगाएपछि अलि दिनसम्म धोएन भने त्यसमा ब्ल्याक कलरको एउटा स्पोर्ट्सहरू दागहरू जस्तो देखिन्छ कि होइन। हो त्यो दाग भनेको पसिना जम्मा भएर यस्तै रस्ट भए जस्तो देखिन्छ कि। हो पुसिनाले चाहिँ नि के पुस्छन् मान्छेले, पसिना पुज्छन् नि, पसिना पुज्छन् अनि त्यो कालो हुन्छ कि, त्यो दाग जस्तो पर्छ, त्यो ब्ल्याक रस्ट के। त्यो चाहिँ अल्बुजो भन्ने छ, अल्बुजो के नाम हेरेन, अल छ, अल भनेको के सबै हो, बुझो भनेको बुझ्यो, नजानेको कुरा बुझ्यो त होला नि, अल बुझ्यो सबै बुझ्यो कि। सबै बुझेको मान्छे के हुन्छ, पोजिटिभ हुन्छ। पोजिटिभले अब नेपालीहरूले वाइट भन्ने बित्तिकै अलिक पोजिटिभतिर ध्यान जान्छ नि त, वाइट भनेको बित्तिकै पोजिटिभ हो, एकदमै पिस हो भन्ने जस्तो हुन्छ नि त, त्यो के हो पोजिटिभ छ भनेर यसरी अल बुझ्यो, सबै बुझ्यो। सर हेरौँ है त ल, एकदम एउटा रिकल के फटाफट। ब्रेड मोल्ड हामी जस्तो राजा मान्छेले खान्छन्, राइजोपस भयो। डङ भनेको के एकदमै फोरो हुन्छ, फोरोमा मुसा हुन्छ, मुसा भनेको म्युकर भयो क्या, म्युकर कस्तो मुसा कस्तो हुन्छ, कालो कलरको हुन्छ। अनि अझै एक्स्ट्रा चाहिँ के हो, यो दुइटाले चाहिँ पिन मोल्ड पनि भन्छन् कि होइन। त्यसपछि बिजीको हुन्छ, जससँग पेन हुन्छ त्यस्तो मान्छे के हुन्छ, बिजी हुन्छ, पेनिसिलम। त्यसपछि बर्डिङ इस्ट, बेकर इस्ट यस्तो हाम्रो नर्मल युज हुन्छ, स्याकेरोमाइसिस हुन्छ। त्यसपछि ब्ल्याक मोल्ड भन्ने बित्तिकै हुन्छ, आशिष भन्ने केटो कस्तो कालो छ अरे। अब रेड पिङ्क भन्ने बित्तिकै के भन्दा न्युरोस्पोरा भन्ने थियो कि एउटा, निरु भन्ने केटी थियो, जसलाई के हुन्छ केटीहरूलाई त रातो पिङ्क कलरको मनपर्छ नि त। अनि एयरकट फङ्गी अरे, इआर भनेको इन्जिनियर भन्ने बित्तिकै क्लेभर हुन्छ अरे, क्ल्याबिसेप्स। गिल फङ्गी, फेरी फङ्गी होइन। हामीले यो कसरी याद गऱ्यौँ भन्थ्यौँ रे, हामीले 9, 10मा पढेको थियौँ, एगारिकस बायोस्पोरस भन्ने नर्मल मसरुम थियो, त्यसमा के थियो, पहिला धर्सा निस्किन्छ नि मसरुममा, त्यो गिल जस्ता क्या, त्यसरी याद गर्ने। अब पोइजन भन्ने कस्तो हुन्छ, पोइजन भन्ने बित्तिकै हामीलाई टोड आउँछ, किनकि फ्रग हाम्रो नन पोइजनस हो, टोड चाहिँ पोइजनस हो नि त। त्यही भएर टोड स्टुल भन्ने, अनि त्यो डेथ कप यो केसर के बुढीले केसर हालेर दिएको के भनेर लास्टमा त पोइजन रहेछ, बिचरा माऱ्यो बुढालाई। त्यसपछि हामीले मान्छे मरेपछि के भन्छौँ, आमेन भन्छौँ, आमेन। अनि त्यो इँटा हानेर मारिदिन्छ, मर्छ नि मान्छे पोइजन खायो चाहिँ, आमा इँटा। त्यसपछि स्मट फङ्गी, यो एस पनि छ, यु पनि छ, टी पनि छ, यो एउटा उस्तै छ नि, उस्तै लाग्यो के, उस्तै छ उस्तै लाग्यो। त्यसपछि स्पोन्ज फङ्गी के हुन्छ, एकदमै पानीमा निचोर्छ, सट्ट पुरै निचोरिन्छ नि, त्यस्तै मोजा पनि निचोरिन्छ, मोर्सेला। त्यसपछि कप फङ्गी आयो, कप फङ्गी 5 स्टार होटलमा गयो, 5 स्टार होटल गएर पिज्जालाई तिमीले के कपमा रोल गरेर खायो अरे, बिचरा थाहा छैन नि त, असम बिचरा 5 स्टार नगएको मान्छे। अनि त्यसपछि त्यति भनेको फेरि यहाँ अनि त्यसपछि वाटर मोल्ड भन्ने बित्तिकै हाम्रो के भयो भन्दा स्पोर डिस्पर्स हुन्छ नि, हामीले यत्रो पढ्यौँ ब्रायोफाइटाहरूमा होइन, स्पोर डिस्पर्स कसरी हुन्छ, वाटरमा बल्ल गएर एन्थ्रेडिया आर्किगोनीमा जान्छ भनेर पढ्यौँ, वाटरको प्रेसेन्समा। त्यो भएर वाटर भनेको स्पोरोलेगिनिया भन्छन्। त्यो चाहिँ हनी। अब हनी आयो, हनी भन्ने बित्तिकै आजभोलिको जेन्जी जमानामा के भन्छन्, आर्मिलेरिया भन्न खोजेको के हो भन्दा चाहिँ, हनी आजभोलि कसलाई भन्छन् रे, एउटा बिएफलाई बिएफलाई हुन्छ नि, आजभोलि जमाना जेन्जी जमाना हो कि नै, त्यो चाहिँ हनी डार्लिङ बेबी होइन, हल्का हनी मायालुले माया गरेर आम दबाउँछन् रे कि, मायालाई के हुन्छ, आम दबाउनु मन लाग्छ भन्न खोजेको हात के, आम भनेको त हात हो नि त,
हात दबाइदिनु मन लाग्छ माया गरे जस्तो देखाउनु पऱ्यो नि त। अनि आर्मिल एरिया अनि पाउडरी यो याद गर्नलाई मात्र भनेको फेरि मक्ख हुने होइन। अनि पाउडरी मिल्ड्यू भनेको चाहिँ के हो भन्दा चाहिँ पाउडर कसले लाउँछ त रुप साना भएका मान्छेहरूले इरिप्सिन त्यो चाहिँ ब्राकेट फङ्की ब्राकेट भनेको एकदमै धेरै धेरै म्याथमा टर्म आएपछि पोली जस्तो टर्म आयो भने पोली भनेको धेरै नि त पोलिपोरस के अनि पोलिपोरस जस्ता के हुन्छ त्यसलाई ब्राकेट युज गर्छन्। त्यो चाहिँ अर्को ब्ल्याक रस्ट भने मैले के भनेको थिएँ हामीले के पुच्छौँ रे पसिना पुच्छौँ नि के पुच्छौँ पसिना पुच्छौँ नि त हामीले होइन। त्यही भएर पसिना पुछेपछि के हुन्छ त्यो धोएन भने कालो स्पट हुन्छ ब्ल्याक रस्ट हुन्छ। अब वाइट रस्ट भनेको चाहिँ अल बुझ्यो सबै बुझ्यो नि त सबै अब यत्रो पढ्यौँ हामीले सबै पढ्यौँ सबै बुझ्यो हामी पोजिटिभ छौँ वाइट छौँ पिस छौँ त्यही हो क्या।